सम्पूर्णमा नमस्कार। आज मिति 2083 साल वैशाख महिनाको 18 गतेका दिन वैशाख शुक्ल पूर्णिमा जुन बुद्ध जयन्तीको दिन यहाँ हामी यति बेला मनोकामना देवी मन्दिरको प्राङ्गणमा छौँ। यस ठाउँ बिरुवा गाउँपालिका वडा नम्बर 7 मा स्थित रहेको छ। यस मनोकामना मन्दिरलाई गहते मनोकामना भनिन्छ। यस स्थलमा यस धार्मिक स्थलको दर्शन गरेर आफ्नो मनोकामना पुरा हुने आत्मविश्वास छ। यहाँ दसैँको पूर्णिमा, चैतको पूर्णिमा र यस वैशाख शुक्ल पूर्णिमा लगायतका पूर्णिमाहरूमा भक्तजनहरूको निकै भिड रहने गर्दछ। यसरी आज हामी यो मन्दिरमा दर्शन गर्न आएका छौँ। दर्शन गर्नको लागि यहाँ चाहिँ केही समय लाइन बस्नुपर्ने छ र भित्र गएर दर्शन गर्न पाइनेछ। निकै सुन्दर र रमणीय स्थलमा रहेको यो मन्दिरको यता साइडमा यहाँ सल्लाहगारी रहेको छ र यहाँबाट चाहिँ यतातिर चाहिँ वालिङ, भिरकोट, चापाकोट देखि लिएर आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका र तनहुँका केही क्षेत्रहरू लगायत केही पर्वतको भागहरू र केही पाल्पाको भागहरू पनि देख्न सकिन्छ। आज पनि मौसम केही बादलिएको पानी पर्ला जस्तो भएको कारणले चाहिँ दृश्यहरू त्यति सफा देखिँदैनन् र यस मन्दिरमा चाहिँ केही संरचनाहरू बन्दै गरेका पनि देख्न सकिन्छ। केही निर्माण सामग्रीहरू चाहिँ यहाँ अगाडि छन्। मन्दिरलाई निकै सुन्दर बनाउन खोजिएको छ र केही मन्दिरहरू चाहिँ बनेको रहेछन् र यहाँ चाहिँ भक्तजनहरूको लागि बस्नुको लागि चाहिँ विशेष व्यवस्थाहरू गरिएको छ। बेन्चहरू राखिएको छ। फोहोर व्यवस्थापनको लागि डस्टबिन भने चाहिँ मैले कमै मात्रामा देखेको छु।